नमस्ते, स्वागत छ सबैलाई। आज मसँग प्याप्सन काठमाडौँ फर्स्ट टर्मिनल एक्जामिनेसन 2083 क्लास 10 को साइन्स एन्ड टेक्नोलोजी को क्वेशन पेपर छ। यसको एमसीक्यू र भेरी सर्ट क्वेशन एन्सर हामीले गरिसकेका छौं। आज हामी सर्ट क्वेशन एन्सर सेक्सन सी मा जान्छौं। सेक्सन सी को पहिलो क्वेशन छ, क्वेशन नम्बर 3, वाइ इज इक्वेसन v स्क्वायर इज इक्वल टु u प्लस 2as साइन्टिफिकली इनकरेक्ट भनेको छ। यो चाहिँ युनिट वाइज एनालाइसिसबाट आयो। अब यसलाई कसरी सल्भ गर्ने भन्दाखेरि सबभन्दा फर्स्टमा हामीले यो क्वेशन सल्भ गर्दाखेरि फर्स्टमा चाहिँ यो इक्वेसनलाई लेखौं। यो इक्वेसन के छ भन्दाखेरि यसको इक्वेसन छ गिवन इक्वेसन भनेर लेखौं। गिवन इक्वेसन भनेर लेखौं। यहाँ इक्वेसन दिइरहेछ v स्क्वायर इज इक्वल टु u प्लस 2as भनेर दिएछ। अब यसमा हामीले के लेख्छौं भन्दाखेरि युनिट अफ LHS, यो LHS जुन v स्क्वायर छ यसको युनिट लेखौं त। भेलोसिटीको युनिट हुन्छ मिटर पर सेकेन्ड अनि यसको स्क्वायर गर्दाखेरि यसको एन्सर आउँछ मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। यतिमै छोड्दियौं। त्यसपछि लेखौं युनिट अफ RHS, लेफ्ट ह्यान्ड साइडको युनिट लेखौं। u को युनिट हुन्छ मिटर पर सेकेन्ड प्लस यो 2 लेखिरहनु पर्दैन युनिट वाइज एनालाइसिसमा, यो न्युमेरिकल भ्यालुको अर्थ हुँदैन। अनि एक्सेलेरेसनको मिटर पर सेकेन्ड स्क्वायर इन्टु डिस्प्लेसमेन्टको मिटर हुन्छ। यो हुँदाखेरि यो हुन्छ मिटर पर सेकेन्ड प्लस मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। अब यो एड गर्न सकिँदैन। अब कम्पेयर गरौँ युनिट अफ LHS र युनिट अफ RHS सेम छ कि छैन। यदि युनिट अफ LHS र युनिट अफ RHS सेम भयो भने चाहिँ यस्तो युनिट चाहिँ भ्यालिड हुन्छ, त्यस्तो इक्वेसनहरु चाहिँ भ्यालिड हुन्छ। अब यसमा युनिट अफ LHS र युनिट अफ RHS सेम छैन, त्यही भएर यो इक्वेसन इनकरेक्ट छ। यो क्वेसनले यही नै इनकरेक्ट छ प्रुफ गर भनेर क्वेसन सोधिरहेछ। त्यही भएर हामीले लास्टमा के लेख्छौं भन्दा देयरफोर द युनिट अफ LHS इज नट इक्वल टु युनिट अफ RHS, thus given equation is scientifically incorrect भनेर लेख्दियौं है त। सिद्धियो। यति लेखिदिएपछि 3 नम्बरको एन्सर सिद्धियो। अब 4 नम्बरमा जाउँ। राइट एनी टू मेन फिचर अफ गिवन अर्गानिजम भनेको छ। जुन यो अर्गानिजम दिइरहेछ, यो क्वेसनमा दिइरहेको अर्गानिजम यो चाहिँ सी अर्चिन हो। यो सी अर्चिन चाहिँ इकन्डोरमाटामा पर्छ। यसले यो इकन्डोरमाटाका दुईटा क्यारेक्टरिस्टिक लेख भन्न खोज्या हो हैन। इन्डाइरेक्टली यसले एउटा एनिमल दिएर त्यसलाई चिनेर त्यो फाइलमको क्यारेक्टरिस्टिक लेख भनिरहेछ। अब यसमा दुईटा इकन्डोरमाटाको कुनै दुईटा क्यारेक्टरिस्टिकहरु लेख्दै भइहाल्छ। अब 4 नम्बरमा एन्सर के लेख्न सकिन्छ भन्दाखेरि टु मेन features of given organism are as follows भन्ने लेख्दियौं हैन। अब यो इकन्डोरमाटा हो भनेर पनि भनिराख्नु जरुरी छैन, मात्र क्यारेक्टरिस्टिकहरु लेख्दियौं। आई नम्बरमा अब इकन्डोरमाटामा के हुन्छ भन्दा स्पाइन्स हुन्छ इन देयर स्किन। इकाइनोडोरमाटा भन्ने नै इकाइनस भनेको स्पाइन हो, डर्मिस भनेको स्किन। त्यही भएर यसको एउटा मेन क्यारेक्टरिस्टिक चाहिँ हामीले छोड्नु हुँदैन। यसको मेन क्यारेक्टरिस्टिक के हो भन्दाखेरि दे have spines in their body अनि लेख्दियौं। अनि आईमा के लेख्न सकिन्छ भन्दा दे आर फाउन्ड इन मराइन वाटर भनेको एक्सक्लुसिभली मराइन हुन्छ, समुद्रमा मात्र पाइन्छ, एक्वेटिक हुन्छ। यो लेख्दा हुन्छ। अरु पनि छ, अब दे आर ट्रिप्लोब्लास्टिक लेख्दा पनि हुन्छ हैन। अरु पनि क्यारेक्टरिस्टिकहरु छ। अब तपाईलाई जुन दुईटा लेख्दा पनि केही फरक परेन।